Hello guys, welcome back to my mini vlog. So today finally I decided to upload these beautiful clips from my phone. पशुपति नगर जाँदाखेरि चाहिँ इट्स म्यान्डेटरी टु ह्याभ थुक्पा एन्ड मोमो एकदमै मिठो हुन्छ है। अनि मलाई मिरिकको के राम्रो लाग्छ भने इच एन्ड एभ्री घरमा जानुस् त्यहाँ चाहिँ चारैतिर फुलहरू नै फुलहरू हुन्छ। एक प्रकारको एट्र्याक्सन नै छुट्टै हुन्छ। अनि बाटोघाटो पनि एकदमै सफा हुन्छ हैन। वेदर पनि एकदमै राम्रो लाग्छ। तर मलाई चाहिँ अस्ति पाउन जाँदाखेरि बोजूले वाचिपा बनाउनु भएको रहेछ हैन। त्यहाँको वेदर चाहिँ मलाई सुट हुन टाइम लाग्यो क्या। त्यही कारणले चाहिँ मलाई छेरपटी लाग्यो नि त हो। अनि छेरपटी लागेर चाहिँ मैले वाचिपा खानै सकिनँ क्या। अहिले चाहिँ मलाई टाइममा त्यही वाचिपाको मात्र याद आउँछ। सो आई होप नेक्स्ट टाइम चाहिँ म जानु बित्तिकै पहिला सुरु चाहिँ अब बोजूहरुकोमा जान्छु अनि त्यसपछि वाचिपा खान्छु। अनि त्यसपछि बिमारी सिमारी भए पनि इट्स फाइन किनभने आफ्टर वाचिपा इट्स ओके। सो सी इज माई मम एन्ड सी लुक्स सो क्यूट है भिडियोमा।